गरिरहेर आगो लगाउन समेत जाँदा तपाईहरुको आँखाले देख्दैन होइन? पानी बाँड्नेमा गृहमन्त्री जाँदा तपाईहरुको आँखाले देख्दैन। अनि अध्यक्षको रोभरमा रिपोर्ट सार्वजनिक गर्न सकिएन भने मान्य लिलीजीले म चाहिँ मेरो आयोगले गर्न सक्दैन भने म चाहिँ फ्ल्यास गर्छु भनेर बोलिरहनु भएको थियो। किन तपाईले क्लियर लेख्न सक्नु भएन? ट्विट देख्नु भएन? मलाई भन्नुस् न, म 50 वटा फोटो 50 वटा भिडियो 50 वटा भोइस निकाल्दिन्छु, सेभ गरेर जनताले हातमा राखेको छ। यति पनि क्लियर हुन सक्नुहुन्न भने मानव अधिकारको आयोगको रिपोर्टमा हाम्रो क्वेसन छ। देशभरिमा मानव अधिकारको हनन हुँदा हजुरले राजीनामा दिनु पर्दैन अध्यक्षज्यू? दिनु पर्दैन? हजुरको नैतिकताले के भन्छ? भाद्र 23 र 24 गतेको घटना कार्की आयोगको रिपोर्ट गलत छ, मैले त्यो सदनमा पनि उठाएको छु। र 24 लाई हेर्दा मानव अधिकार आयोगको रिपोर्टहरू हेर्दा रिपोर्टमा किन फल्ट आयो? देशको प्रधानमन्त्रीले ट्विट गरिरहेर आगो लगाउन समेत जाँदा तपाईहरुको आँखाले देख्दैन होइन? पानी बाँड्नेमा गृहमन्त्री जाँदा तपाईहरुको आँखाले देख्दैन। अनि अध्यक्षको रोभरमा रिपोर्ट सार्वजनिक गर्न सकिएन भने मान्य लिलीजीले म चाहिँ मेरो आयोगले गर्न सक्दैन भने म चाहिँ फ्ल्यास गर्छु भनेर बोलिरहनु भएको थियो। किन तपाईले क्लियर लेख्न सक्नु भएन? ट्विट देख्नु भएन? मलाई भन्नुस् न, म 50 वटा फोटो 50 वटा भिडियो 50 वटा भोइस निकाल्दिन्छु, सेभ गरेर जनताले हातमा राखेको छ। यति पनि क्लियर हुन सक्नुहुन्न भने मानव अधिकारको आयोगको रिपोर्टमा हाम्रो क्वेसन छ। मैले पटक पटक बोलेको छु, मानव अधिकार आयोगको रिपोर्ट फेरि म्याडम लिली मान्यज्यू लगायत टिम अध्यक्षज्यू फेरि बस्नुस्। गलतलाई जो दोषी छ त्यसलाई कारबाही गर्नुस् के कानुन छ। मलाई मेरो बाआमा यहाँ छैनन्, मलाई सेभ गर्न जरुरी छैन। मेरो भाइले चाहिँ गलत गरेछ भने त्यसलाई पनि कानुनमा लैजानुस्, म चाहिँ रोक्दिन। तर गलत रिपोर्टमा तपाईहरुको आँखा पुग्दैन, तपाईहरुको आँखा पुग्दैन। आज यति महिना हुँदा के अरे सुकुम्बासीको रिपोर्ट आउनुपर्छ पर्दैन? आज अध्यक्षज्यू, एकैछिन सभापति महोदय, मानव अधिकारका अध्यक्षज्यूसँग मेरो रिक्वेस्ट छ, देशभरि यति बलात्कार भइरहेछ, हत्या भइरहेछ, जेलभित्र प्रहरीले लगेका मान्छेहरू मारेका छन्, यसको रिपोर्ट खै अध्यक्षज्यू? देशभरिमा मानव अधिकारको हनन हुँदा हजुरले राजीनामा दिनु पर्दैन अध्यक्षज्यू? दिनु पर्दैन? हजुरको नैतिकताले के भन्छ? त्यसकारणले मेरो धेरै क्वेरी छ, द्वन्द्व व्यवस्थापनमा मैले काम गरेको छु, यिनीमा मैले काम गरेको छु, इन्टरनेसनल लमा बोलेको अवस्था छ, सिडोमा कराएको अवस्था छ। तर म फेरि रिक्वेस्ट गर्छु मुरारी सर, प्लिज सिरियस भएर तपाईहरुको रिपोर्ट अगाडि लैजानुस् र क्लियर रूपमा अगाडि काम गरिदिनुस्। ह्युमन राइट्सले पाउनुपर्ने बाँच्न पाउनुपर्ने अधिकारलाई सेटल गर्नुस् र मेरो देशको संविधानले भनेको मौलिक हकले भनेको आर्थिक सामाजिक सांस्कृतिकका सवाललाई अझ बढी बोल्नुस्। तपाईहरु चुप लाग्दा